नमस्ते सबैजनालाई म सोनाली गुरुङ र म यस आईटी स्टिल स्ट्रक्चर्स सल्युशन्स प्राइभेट लिमिटेडको म्यानेजिङ डाइरेक्टर। विगत 5 वर्षदेखि हामीहरूले यो उद्योग सञ्चालन गर्दै आइरहेको छौं र हाम्रो उद्योगको विशेषता अथवा स्पेशलाइजेसन भनेको चाहिँ लाइट गेज स्टिल स्ट्रक्चरको हामीले घर बनाउने गर्दछौं। र केही महिना अगाडि चाहिँ म मेरो दिदी र मेरो बहिनीबाट हामी तीनजनाले एउटा भिडियो पोस्ट गरेको थियौं जसमा चाहिँ नि हामीले हजुरहरुलाई हाम्रो यो यात्रा कस्तो रह्यो, यो हाम्रो एन्टरप्रेन्योरको जर्नी कस्तो रह्यो, हामीले के च्यालेन्जेसहरु फेस गरिरहेका छौं अथवा गरिसकेका छौं भन्ने विषयमा पनि यहाँहरुलाई केही जानकारी दिन्छौं भन्ने बारेमा चाहिँ हामीले राखेको थियौं। तर त्यसपछि चाहिँ हामीले भिडियो कन्टिन्यू गर्न सकेन विशेष कारणवश। र मलाई लाग्छ अब चाहिँ एकदमै राइट समय आइसकेको छ कि हामीले चाहिँ यो कन्टेन्टलाई अगाडि लैजानु पर्ने अथवा विभिन्न किसिमको भिडियोजहरु चाहिँ हामीले सानसानो क्लिप बनाउँदै राख्नु पर्ने चाहिँ मैले आवश्यकता देखेको छु। किनभने जुन प्रोडक्ट हामीहरूले बनाइरहेको छौं त्यसलाई लाइट गेज स्टिल स्ट्रक्चर भन्दछ र त्यो 5 वर्ष आज हामीले यो प्रविधि जुन युरोपियन टेक्नोलोजी प्रविधि भन्छ जसले गर्दा चाहिँ हामीले त्यसमा घर बनाउँछ युरोपियन प्रविधिबाट। यो प्रविधिको अथवा यो प्रोडक्टको बारेमा चाहिँ नि यहाँ दर्शकहरुलाई अथवा पब्लिकहरुलाई यसको विषयमा अझै पनि अवेयरनेस प्रोग्राम नै चाहिएको चाहिँ हामीले बुझेको छौं। किनभने 5 वर्षदेखि हाम्रो प्रोडक्टलाई खासै विश्वास देखाएको छैनन्। किन भन्दाखेरि अहिले हाम्रो देशमा चाहिँ हेभी स्ट्रक्चरको घर बनाउने चलन छ र हेभी स्ट्रक्चरको घर चाहिँ नि धेरै सुरक्षित हुने र धेरै राम्रो हुने जुन कन्सेप्ट बसेको छ त्यसले गर्दा चाहिँ हामीहरुलाई सबैभन्दा ठूलो चुनौती नै लाइट गेज स्टिलको घर चाहिँ नि विशेष गरी एकदमै राम्रो हुने र सुरक्षित हुने स्पेशली भूकम्प प्रतिरोधक घर भनिने गरिन्छ यसलाई। यो प्रविधि चाहिँ नि विशेष गरी भूकम्प हाई रिस्क जोन छ जुन चाहिँ नि अर्थक्वेक रिस्क जोन छ त्यसमा चाहिँ नि यो घर बनाउन सबैभन्दा बेस्ट हुने गर्छ। तर पब्लिकलाई भनौं अथवा हामी जोसँग हामीले काम गर्न अथवा आफ्नो प्रोजेक्टको लागि हामी प्रेजेन्टेशन्स दिन जान्छौं त्यसमा चाहिँ हामीले उहाँहरु प्रति चाहिँ नि हाम्रो प्रोडक्टको लागि धेरै नै डाउटहरु हुने, घर बलियो बन्छ कि बन्दैन भन्ने विषयहरुमा चाहिँ हामीलाई धेरै क्वेशन्स आइराको हुन्छ हैन। र यस बारेमा चाहिँ अब हामीले सानो सानो क्लिप बनाउँदै हाम्रो प्रोडक्टहरुको बारेमा चाहिँ तपाईहरुलाई हामी बताउने छौं। थ्यांक यू, धन्यवाद। आजको लागि यति नै।